बालेन सरकारको डे 21 मा के गर्यो सरकारले आज? सरकारले अब आफ्नो वेबसाइट मार्फत देशभरका अस्पतालमा उपलब्ध निशुल्क बेडको जानकारी सार्वजनिक गर्न थालेको छ। यसैगरी यासी दिएका विद्यार्थीलाई लक्षित गर्दै इन्स्पायर सिरिज कार्यक्रम सुरु गरेको छ। यता सेवा प्रवाहलाई सहज बनाउँदै अब ड्राइभिङ लाइसेन्स राजस्व तिरेको 24 घण्टा भित्र उपलब्ध गर्ने व्यवस्था मिलाइएको छ। यसैबीच प्रधानमन्त्री बालेन शाहले साथै प्रदेशका मुख्यमन्त्रीसँग बैठक गर्दै प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याबारे विस्तृतमा छलफल गर्नुभएको छ। गृहमन्त्री सुदन गुरुङले नेपालका लागि गणतन्त्र कोरियाका राजदूतसँग भेटवार्ता गर्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रधानमन्त्री बालेन शाह सन् 2026 को टाइम म्यागजिनद्वारा प्रकाशित 100 प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल हुनुभएको छ, जहाँ डोनाल्ड ट्रम्प र सी जिनपिङ जस्ता नेता पनि समावेश छन्। यस्तै अपडेटको लागि फलो गर्नुहोला।